सम्पूर्ण यो भिडियो हेर्नुहुने साथीहरूलाई नमस्कार र स्वागत टक्राउन चाहन्छु। मैले आज मेरो आफ्नै तरिकाले यो ब्रोइलर कुखुराको भूगोल र ठाउँ अनुसार यसलाई पाङ्ग्रा, घस्यौटी, जाँते भनेर तपाईहरुले यसलाई चिन्न सक्नुहुन्छ। म यो बनाउने तरिका तपाईहरुको माझमा लिएर आएको छु। ल अब सुरु गरौँ है त साथीहरु। तपाईहरुले देख्न सक्नुहुन्छ ब्रोइलर कुखुराको पाङ्ग्रा, ठाउँ अनुसार घस्यौटी, ठाउँ अनुसार जाँते भन्छ। यहाँ 2 केजी छ। यसलाई एकदम एउटालाई चाहिँ 4 पिस बनाएर चाहिँ चिरेर चाहिँ हेर्नु साथीहरु, यसलाई मैले काटिसकेको छु। एक पिसलाई 4 पिस बनाउँदाखेरि यत्रो हुन्छ। एक पिस यत्रो हुन्छ। यो एउटा पाङ्ग्रालाई 4 पिस बनाएको हो। एउटा पाङ्ग्रालाई 4 पिस बनाएको। अब यसलाई मजाले बोइल गर्ने, नुन बेसारहरु हालेर, नुन पनि हाल्यो। अब यसलाई फिट्ने छोप्दिनु। यस्तो भयो टक्क। यसलाई चाहिँ बेसार नुनमा उमालेर थालमा मजाले यसलाई धोएर यस्तो बनाइसकेछ। अब साथीहरु जिरा, ज्वानो, 2टा सुकेको खोर्सानी, प्याज तेलमा भुट्दैछु। कुखुराको पाङ्ग्रा, घस्यौटी, घट्टा हुन्छ। घट्टा यस्तो भयो गाइस। अब यसलाई सट्टसँगले धनिया हाल्दिने, सरर पार्ने। अब मार्दिने। यो तयारी भयो।